निकाल्नु पर्यो। ल साथीहरू हामी चाहिँ यहाँदेखि चाहिँ काठमाडौँ जान आँटेको अनि आज दशमीको दिन भर्खर दशमी सबै धेरै धेरै कार्यक्रमहरू सिद्धिएर चाहिँ यहाँबाट जान आँटेको छ। पर बाइक निकाल्दैछु ल पनि हो शोभायात्रा काठमाडौँ भन्न ल अब कस्तो लखुरानो देखिन्छ। काठमाडौँ हो नापेको होइन ओइ लजाउँदा पर्छ हेर्नु क्यामेरा आयो ल कहिले आउनु भयो? अस्ति शनिबारको हो हजुर सबै उति भयो कता 3 महिनामा वेटिङ बस्नु पर्यो। कुनमा बिरमा होइन मेरो डोली खेल फर्किँदैछु ल ल जाउँ ल ल ओके ये क्या हुआ कैसे हुआ बाइक त 1300 में छ त नि बाटो 100 रुपियाँदेखि चाहिँ अलिक राम्रो हुन्छ। अब यो हिँड्नै गाह्रो छ कि ओ ओ ओ ओ उयो दाइ पनि नयाँ नयाँ रहेछ काम पुरा चाहनु छ भने निक्लिन्छ तपाईँलाई यसो हामी बसाउँछु ल ये काम A few moments later. यहाँ भिडियोमा निकाल्नु पर्यो नि हैन
खाना बनाउँदै गर्नु हामी तल पुगेर आउँछौँ यस्तो क्या जिन्दगी भनेको चुरी खेल हो यो चाहिँ सबै अँधेरो अँधेरो छ यो चाहिँ चिन्नु सक्नुहुन्छ होला हजुरले है यो ठाउँमा आइपुगेको छु यस्तो सर्फिङ के हो राई गरेन गरी देखा गर्दैन हजुरलाई त घुमेर आएको माथि मेरो चियाबारीतिर घुमेर आएको सुतेको के हो नि नि हाल्ने भइहाल्यो सिधा चाहिँ बस्दै यो त फेरि कति छ यहाँ A few moments later.